सबैजनालाई नमस्कार एवं स्वागत छ मेरो युट्युब च्यानलमा। आज म कसरी फिनी रोटी बनाउने भन्ने कुरा जानकारी दिन गइरहेकी छु। सर्वप्रथम यो पिठोलाई हामीले साँठा लगाइएको छ। साँठा लगाइसकेपछि यसलाई बिस्तारै रोल गर्दै जानुपर्छ हैन। यसरी रोल गरिसकेपछि पछाडि आउनेबाट राम्रोसँग यसलाई बन्द गर्दै जानुपर्छ। हेर्नु है कसरी देखाएको छु। त्यसपछि फेरि बिस्तारै रोल गर्नुपर्छ। बिस्तारै लगाउनु है, रोल गरिरहेको छु मैले। यसरी रोल गरिसकेपछि यसलाई चाहिँ हामीले आफ्नो आकार र साइज अनुसार यसलाई चाहिँ के गर्न सक्छौँ भने हामीले काट्नेछौँ। काट्दाखेरि विभिन्न साइज र आकारमा हामीले काट्नेछौँ। कसैलाई साना फिनी मनपर्छ सानो आकारमा काट्नु, ठुलो मनपर्छ ठुलो आकारमा काट्नु। भित्र साँठा कसरी लागिएको छ कतिलाई त्यो सर्लक्क देखिन्छ है। र हजुरलाई फुर्सद छ भने दुई साइडबाट बन्द गर्न पनि सक्नुहुन्छ है। यसरी बन्द गरिसकेपछि हामीले यसलाई बेल्छौँ र तिल तताउने अनि त्यसपछि बनाउने हो। बेल्दा फेरि बिचमा आफ्नो डिजाइन आफ्नो आर्ट कला अनुसार विभिन्न तरिकाले काट्न सक्दछौँ है। मैले यो एउटा नमुना स्याम्पल बनाएर पनि देखाएको छु है हजुरलाई है। र मैले विभिन्न साइज गोलाकार, यो गोलाकारमा बनाएको छु, विभिन्न साइज र आकारमा बनाएको छु। हजुरलाई जस्तो मनपर्छ त्यस्तै तरिकाले बनाउनु। ल हेर्नुहोस् है, यो अर्को पनि हजुरलाई काटेर बनाइसकेको डिजाइन देखाइरहेको छु। ल हेर्नुहोस्, अरू पनि विभिन्न किसिमका डिजाइनहरू म आफूलाई बनाउँदछु। हजुरहरूले पनि हजुरलाई कुन मनपर्छ कस्तो मनपर्छ बनाउनुहोस् र फिनी बनाएर खाइसकेपछि ल गर्नुहोस् है, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। र आफ्नै हातले बनाएर खाएको फिनी राम्रो हुन्छ। यसको तेलहरू चाहिँ सबै तार्न